हेलो गाइस नमस्ते। आज हामी तारेभिर जाँदैछौँ र तारेभिर जाने क्रममा चाहिँ हामी सिटी स्क्वायरदेखि नै गाडी चढेर गएको हो है। तर बिचको चाहिँ भिडियो चाहिँ हामीले बनाएन। अनि हामी यो गोकर्णेश्वर हुँदै गइसकेपछि हामी चाहिँ यो गोकर्णेश्वरबाट चाहिँ हामी हिँड्न सुरु गरेको थियो हाइकिङको लागि चाहिँ। त्यहाँ आफूलाई चाहिने सबै सामग्रीहरू खानेकुराहरू किनेर चाहिँ आफ्नो ब्यागमा चाहिँ हामीले प्याक गरेर हाइकिङ स्टार्ट गरेको थियौँ। र त्यहाँदेखि पनि माथि उक्लिनलाई चाहिँ यस्तो सिडीहरू रहेछ। अनि त्यहाँदेखि चाहिँ हामी सिडीबाट चाहिँ हिँड्दै गयौँ र धेरै फर्स्ट सुरुमा पनि हल्का थकाइ त लागिरहने थियो। त्यहाँदेखि चाहिँ हामीहरू गयो, हजुरहरूले पनि देख्न सक्नुहुन्छ गाइज है। त्यहाँदेखि चाहिँ हामीहरू टिकट काटेर नै गएको हो है। पर पर्सन 25 रुपियाँ टिकट लिएर चाहिँ हामी गयौँ। माथि गइसकेपछि जब यो जुन हाम्रो सिडीहरू पार गरिसकेपछि चाहिँ अफरोड बाटो भेटियो। अफरोड बाटोबाट चाहिँ हामीहरू सबैजना नै गयौँ। बिचमा यसो रोमान्सहरू गर्दै गयौँ, फोटो खिच्यौँ। अनि त्यसपछि चाहिँ भिडियोहरू बनाउँदै है राम्रो राम्रो सिनहरूलाई चाहिँ हामीहरूले क्याप्चर गर्दै गयौँ। र जुन जाने क्रममा चाहिँ कतिपय साथीहरू चाहिँ अगाडि पनि जानुभएको थियो। हामीहरू चाहिँ पछाडि भिडियोहरू फोटोहरू खिच्दै आइरहेको थियौँ। र यो जुन गोकर्णेश्वर माथि झन्डा पार्क छ, त्यो झन्डा पार्कदेखि तलको अफरोड बाटो हो है। त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरू गएको भएपछि थाहा पाइ पनि सक्नुभयो होला है। तर भ्यू चाहिँ एकदमै राम्रो थियो कि एकदमै राम्रो थियो है। तर मौसम पनि त्यस्तो पानी चाहिँ परेको थिएन, पानी पर्ला जस्तो चाहिँ गरेको थियो जाने बेला चाहिँ। त्यस्तो गर्मी धेरै पनि थिएन। अनि त्यहाँदेखि चाहिँ हामीहरूले एकदमै रमाइलो त्यहीदेखि नै इन्जोय गर्दै गयौँ है। र पछाडि पनि यस्तो सल्लेरी के सल्लाहको बारी चाहिँ यस्तो राम्रो है। हजुरहरूले देख्न सक्नुहुन्छ गाइज है। हामी एकदमै इन्जोय गर्दै नै गएको थियौँ। अनि त्यसपछि अलि धेरै माथि गइसकेपछि चाहिँ हामीहरू आफै सबैजना रमाइलो गर्दै गयौँ, नाच्दै गीत गाउँदै उफ्रिँदै गयौँ के एकदमै रमाइलो थियो। अनि साथीहरू पनि एकदमै राम्रो मिल्ने नै थियौँ। अनि सबैजना नै गयौँ। त्यहाँ गइसकेपछि जुन हाम्रो यो गोकर्णेश्वर जाने जुन गेट छ, त्यहाँदेखि चाहिँ माथिल्लो बाटो रोड भएर चाहिँ हामी हिँड्न सुरु गयौँ। त्यहाँदेखि तपाईँले पनि देख्न सक्नुहुन्छ त्यो जुन रोडै हामी धेरै माथि गयौँ। अनि त्यहाँ रोडदेखि पछाडि पनि एकदमै राम्रो चाहिँ भ्यूहरू रहेछ है। अनि त्यहाँदेखि चाहिँ हामीहरूले हिँड्न सुरु गऱ्यौँ। अनि हिँड्न सुरु गरिसकेपछि त्यहाँदेखि पनि एकदमै रमाइलो नै थियो। हजुरहरूले देख्न सक्नुहुन्छ कति इन्जोय थियो भनेर। अनि साथमा चाहिँ उफर पनि थियो है। उफर बजाउँदै उफरको म्युजिकको तालमा चाहिँ हामी गयौँ। र धेरै माथि गइसकेपछि नाम चाहिँ मलाई त्यति थाहा भएन। अनि एउटा चाहिँ हजुरले देख्न सक्नुहुन्छ एउटा टरा जस्तै, र माथितिर चाहिँ एउटा गेटहरू रहेछ क्या। त्यहाँदेखि चाहिँ हामी फेरि उक्लिएर फेरि सिडी चाहिँ चढ्न सुरु गऱ्यौँ सबैजना नै। अनि सिडी चढ्न सुरु गरिसकेपछि त्यहाँनिर पनि एकदमै राम्रो रहेछ, एकदमै राम्रो सल्लेरी वनहरू देख्न सक्नुहुन्छ। यति राम्रो थियो, यति राम्रो है। अनि भ्यू पनि एकदमै राम्रो के, सल्लाहको रुखहरू पनि यस्तो राम्रो सिलिक्क गएको। अनि बिचमा है अब थकाइ लागेको थियो, बिचमा बस्दै गयो। अनि आहा यो सल्लेरी वनमा चिसो हावा सिरिरी आउने है। त्यसमा पनि जे होस् इनर्जी लस भएकै थिएन, नाच्दै गीत गाउँदै गयो। त्यहाँदेखि पनि हामीहरू एकदमै इन्जोय गर्दै नै गयो। अनि माथि जाँदा एकदमै हाईसम्म नै रहेछ यस्तो जुन सिडीहरू बनाएको। अनि त्यो सिडीबाट चाहिँ हामीहरू उक्लिँदै गयौँ, एकदमै रमाइलो। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। हजुरहरू पनि आएको त्यहाँनिर चाहिँ गएको भएपछि हजुरहरूलाई पनि थाहा छ होला होइन। एकदमै रमाइलो नै थियो, एकदमै के सल्लेरी पनि यस्तो राम्रो। हामीले सिडी क्रस गरिसकेपछि चाहिँ माथितिर उक्लने क्रममा चाहिँ यो अफरोड नै थियो। यो बिचमा चाहिँ हाइटसम्म मात्रै नै रहेछ त्यहाँ सिडी। त्यसपछि चाहिँ हामीहरू फेरि हिँड्न सुरु गऱ्यो अफरोडमा। तर त्यतिखेर मौसमले पनि एकदमै साथ दिएको थियो, पानी पर्ला जस्तो गरिरहेको थियो है। अनि पानी चाहिँ परेन। अनि बिचमा पनि हामीहरूले चाहिँ भिडियोहरू बनाउँदै
गयो टिकटकहरू बनाउँदै गयो बस्दै खाँदै गयो हैन अनि सल्लेरीमा यस्तो चिसो हावा सिरिरी कति राम्रो के कति राम्रो अनि टिकटक बनायो भिडियोहरू बनायो त्यसपछि चाहिँ मलाई चाहिँ एकदमै धेरै मन परेको के यहाँ सल्लेरी अनि त्यसपछि चाहिँ रुखहरू पनि एकदमै के ठुलो ठुलो कस्तो राम्रो अनि यस्तो राम्रो के हावा कस्तो सरर आउने सबैजना नै हामीहरू आफ्नो आफ्नै धुनमा चाहिँ गयौँ त्यहाँसम्म अनि गइसकेपछि चाहिँ हाम्रो बहिनी ले चाहिँ हाम्रो भिडियो पनि बनायो आयुषाले अनि हामी त्यहाँदेखि चाहिँ फेरि हिँड्न सुरु गर्यो अनि त्यसपछि अलमोस्ट हामी जङ्गल पनि धेरै नै हिँड्यो एकदमै राम्रो थियो अलमोस्ट हामी चाहिँ यो तारेभिरको तल फेदमा पुग्यौँ अनि तारेभिरको तल फेदमा पुगिसकेपछि एकदमै राम्रो रहेछ माथितिर पनि तारेभिर हजुरहरूले पनि देख्न सक्नुहुन्छ है अनि अलि माथिसम्म चाहिँ गएन हामीहरूको चाहिँ त्यतिखेरको हाइकिङ तारेभिरसम्म मात्रै थियो एकदमै रमाइलो एकदमै इन्जोय एकदमै धेरै नै राम्रो भएको थियो अनि हामीले एकजना दाइलाई चाहिँ सबैजनाको चाहिँ एउटा हिँडेको चाहिँ भिडियो पनि बनाएको थियो क्याच गरेको थियो र घरमा फर्किँदाखेरि चाहिँ पानी धेरै परेर हामी ट्र्याक्टरमा फर्किएको थियो गाइज